नमस्कार दर्शकबिन, म अशोक तिरुवा। म आज नेपालकै कर्णाली प्रदेशमा रहेको एकमात्र सबैभन्दा नेपालको पिछडिएको जिल्ला कालीकोटको बारेमा केही बोल्न गइरहेको छु। कालीकोटका केही समस्याहरूलाई स्पष्ट गर्न गइरहेको छु तपाईँहरू सामु। तपाईँहरूले सुनेर प्रतिक्रिया दिनुहोला। कर्णालीमा चाहिँ 9वटा स्थानीय तह छन्। 9वटा कर्णालीको कालीकोट जिल्लामा चाहिँ 9वटा स्थानीय तह छन्। त्यहाँमा चाहिँ कालीकोट जिल्लामा चाहिँ कुल जनसङ्ख्या 1,45,292 रहेको छ र त्यहाँको मतदाता भनेको 84,646 जना मतदाता रहेका छन्। यो ठाउँमा अहिलेसम्म जति मन्त्री, गाउँपालिका अध्यक्षहरू चेन्ज भए, जति पनि चेन्ज हुँदै गए, तर त्यहाँको कालीकोटको अवस्था अझैसम्म उस्तै रहेको छ। त्यहाँका जनताहरूले भोगिरहेका पीडाहरू उस्तै रहेका छन् र त्यहाँ कालीकोट जिल्लाकामा 9वटा स्थानीय तहमध्ये एउटा स्थानीय तह पर्छ पचाल झरना गाउँपालिका, जुन मेरो आफ्नै ठाउँ, म जन्मेको ठाउँ भन्छु। पचाल झरना गाउँपालिकामा पनि एकदमै पछि परेको चाहिँ पचाल झरना गाउँपालिका वडा नम्बर 1 र 2, जुन त्यो ठाउँका दाजुभाइ र दिदीबहिनीहरूले अहिलेसम्म बिजुली सेवा पाएका छैनन् र त्यो ठाउँमा नेटवर्कको धेरै समस्या छ। जुन समयमै बिरामीलाई उपचार गर्न नपाउँदा धेरैजना बिच बाटोमा बितेका छन्। समयमा त्यो ठाउँमा अहिलेसम्म रोड पनि राम्रोसँग पुगेको छैन। एम्बुलेन्स भनेको के हो राम्रोसँग देखेका छैनन्। दुःखद घटना, धेरै त्यहाँका मान्छेहरू बिच बाटोमा कसैले समयमा सुत्केरी हुन नपाउँदा खेतमै सुत्केरी भएर बित्न परेको अवस्था छ, जसले त्यहाँका बासिन्दाहरूलाई निकै पीडित बनाएको छ। त्यस्तै अर्को एकदमै कालीकोटकै पिछडिएको स्थानीय तह भनेको पलात्ता गाउँपालिका, जुन गाउँपालिकामा अहिलेसम्म राम्रोसँग रोड पुगेको छैन र त्यहाँ अहिलेसम्म बत्ती भनेको के हो थाहा छैन। जुन पुरानै जमानाका ट्युबलाइटहरू बालेर बस्नुपर्ने त्यहाँको अवस्था आएको छ। त्यहाँका मान्छेले खानेपानीको अभाव पलात्ता गाउँपालिकामा, जुन दिदीबहिनीहरूको सडक र पूर्वाधारको कमी भोगिरहेका छन्। यहाँका बासिन्दाहरूले विद्युत, शिक्षा, स्वास्थ्यमा धेरै पछि परेका छन्। जुन पलात्ता गाउँपालिका बासिन्दाहरू अहिलेसम्म राम्रोसँग शिक्षा नपाएर अनि चाहिँ समयमा उपचार गर्न नपाएर धेरै त्यहाँका पनि त्यस्तै बितिरहेका छन्। र त्यस्तै अर्को पर्छ र सान्नी त्रिवेणी गाउँपालिका, जुन सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर 3 भुजमका आदरणीय बासिन्दाहरूले सडक निर्माणका विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीयहरूले बताउँछन् कि सडक सिधै गाउँमा, जुन गाउँमा नलगेर त्यो गाउँमा लग्न सकिन्थ्यो, तर त्यो गाउँमा नलगेर तर जङ्गल हुँदै अर्को गाउँमा लगेका छन्। के त्यो भुजमा गाउँमा सडक नलग्ने नै हो कि त्यहाँका मान्छेसँग केही दुश्मनी छ कि त्यहाँका मान्छेहरूलाई सुविधाहरू दिन नसक्ने हो? त्यहाँका मान्छेहरूले अहिलेसम्म धेरै ठाउँमा सान्नी त्रिवेणी गाउँपालिकाको भुजमकै नभएर अरू ठाउँमा पनि जुन अहिलेसम्म पनि 1-2 घन्टा पँधेरोमा कुरेर 1-2 घन्टा कुरेर त्यहाँको पानी लिनुपर्ने अवस्था आएको छ। अझै पनि यो अवस्था उस्तै रहने हो कि केही चेन्ज हुने हो? कालीकोटका केही नेताहरूलाई यो म भन्न चाहन्छु। र त्यस्तै अर्को पर्छ तिलागुफा नगरपालिका दाजुभाइ दिदीबहिनीहरूका अनुसार सडक, खानेपानी र स्वास्थ्य सेवामा अझै सुधार आएको अवस्था देखिँदैन भनेर उहाँका तिलागुफा नगरपालिकाका केही दाजुभाइहरूले गुनासो राख्नुभएको छ। त्यस्तै अर्को पर्छ राजकोट नगरपालिकामा रोजगारी अभाव, कृषि उत्पादनको बेरोजगारको समस्या। युवाहरू जुन राजकोटभन्दा पनि कालीकोट जिल्ला कर्णालीबाटै नै युवाहरू एकदमै विदेश जाने, जुन खाडी मुलुक जाने, साउदी, कतार, दुबई जस्ता देशहरूमा गएर 48 डिग्रीको घाममा ततेर काम गर्नुपर्ने अवस्था अझै पनि गएको छैन। र त्यस्तै अर्को पर्छ महाबाई गाउँपालिका र नरहरिनाथ गाउँपालिकाका बासिन्दाहरूले सडक, स्वास्थ्य, शिक्षा र सञ्चार सेवामा सुधारको अपेक्षा गरेका छन्। कालीकोटका धेरै ठाउँमा अझै पनि राम्रोसँग खानेपानीको अभाव छ, त्यहाँको शिक्षाको अभाव छ। जति मन्त्रीहरू चेन्ज भए, जति शिक्षा मन्त्रीहरू त्यहाँबाट गएर अब प्रधानमन्त्री जस्ता अध्यक्षहरू चेन्ज जति नै भए पनि त्यहाँको विकास चाहिँ अझैसम्म पनि चेन्ज भएको छैन। कालीकोटका जनताहरूले उही अवस्था भोगिरहनु परेको छ। त्यहाँका जनताहरू, नेतालाई चाहिँ म दोष दिन्न, कालीकोटका जनताहरू नै भेडा हुन्
र अझै पनि भन्छन् सबैले बाहिरका अरू जिल्लाहरूका मान्छेले पनि भन्छन् कालीकोटका जनता नै भेडा हुन्, नेतालाई दोष दिन नै हुन्न। नेताले अब कालीकोटका जनताकै होसमा आएपछि नेताले भन्नुपर्ने कुनै अवस्था छैन। त्यस्तै कालीकोटमा अझै पनि त्यस्तै समस्या आइरहने हो, जस्तै बत्तीको समस्या छ, पानीको अभाव छ, राम्रो ठाउँमा स्वास्थ्य नपाएर अब उपचार केन्द्र गर्ने हस्पिटल नपाएर धेरै मान्छेहरू मरेका छन्। जुन एम्बुलेन्स अहिलेसम्म कालीकोटमा राम्रोसँग एम्बुलेन्सको भएको छैन। स्ट्रेचरमा मान्छे बोक्दा बोक्दै स्ट्रेचरमा बितेका कुराहरू पनि छन्। तपाईँहरू सामु सबै स्पष्ट गर्न चाहन्छु, अझै पनि त्यहाँका जनताहरू यस्तै रहने हुन् कि जनताहरूले के चेन्ज गरिदिने हो कि कालीकोटको अवस्था जहाँसम्म केही बुझिदिने हो कि अझै पनि भोट परिवर्तन गरिदिने हो कि भन्न चाहन्छु। त्यसैले कालीकोटको यो समस्याहरूलाई जे जस्तो लाग्यो तपाईँहरू सामु मैले बताएँ, चाहे दुःख लाग्ला या सुख लाग्ला, स्पष्ट कुरा यही हो। जुन सबैभन्दा समस्यामा परेको पलाता गाउँपालिका हो, त्यो गाउँपालिकामा कहिले रोड पुग्छ, कहिले राम्रोसँग शिक्षा पाउँछन्, कहिले त्यहाँको मान्छेहरूले अनि समयमा उपचार गर्न पाउँछन्। र त्यस्तै पचालझर्ना गाउँपालिका पनि त्यस्तै हो, सानो कुनै कुनै ठाउँमा भए पनि। सिकुमा त्यस्तै छ, जस्तै खाद्दु जुन पचालझर्नाकै नेपालकै सबैभन्दा अग्लो झरना भएको ठाउँ पचालझर्ना हो। त्यही ठाउँ खाद्दुमा चाहिँ अझैसम्म राम्रोसँग रोड पुगेको छैन। त्यहाँको मान्छेहरूले स्ट्रेचर बोकेर लगभग 15-20 किलोमिटर तल खोला झरेर आउनुपर्ने अवस्था छ। अझै पनि राम्रोसँग समयमा हस्पिटल नपाएर त्यहाँका मान्छेहरू धेरै बितेको कुरा पनि आएको छ। त्यस्तै सान्ने त्रिवेणी गाउँपालिकाको मैले बताइसकेँ। जुन सान्ने त्रिवेणी गाउँपालिका वडा नम्बर 3 भुजमा, त्यो गाउँमा रोड नगएर अन्त जुन गाउँमा लग्दा पनि गाउँबाटै लग्दा पनि रोड हुन्थ्यो, तर जङ्गलबाट खोपेर लगेको भन्ने त्यहाँको स्थानीय बासिन्दाहरूको समस्या छ। यो समस्याहरूलाई एकदम बुझेर राम्रोसँग चिनेर कालीकोटका जनताले केही भोट परिवर्तन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कालीकोटका नेताहरू होइनन्, जनताहरू भेडा हुन्। त्यसैले यति भन्दै म अशोक तिरुवा बिदा हुन्छु। हस्त, धन्यवाद।